भन्ने पनि घटनाहरू निन्दनीय छन्। यस्ता घटनाहरू गतिविधिहरू गर्नु हुँदैन। एकदमै स्वच्छ हिसाबले यो लोकतन्त्रको अभ्यास गर्ने चुनाव निर्वाचन भनेको लोकतन्त्रको उन्नत अभ्यास हो। यसमा चाहिँ अब हिंसाको बाटो पनि नरोजौँ र अरूलाई असर पर्ने गरी आफ्ना चाहिँ हैन अब यो सामान्य एउटा चाहिँ रिस्पेक्टफुल हिसाबमा एक अर्कालाई सम्मान गरेरै हैन हामीले चाहिँ निर्वाचनमा सहभागी हुनुपर्छ। यस्ता गतिविधिहरू ठिक होइनन्। कसैले गर्दै हुनुहुन्छ भने त्यो गलत हो र निर्वाचन आयोगले यसलाई ध्यानकर्षण गर्छ होला। के हुन सक्छ त्यसको उद्देश्य चाहिँ? यो विषय मलाई खासै थाहा छैन हैन। अब यस्तो हो, मान्छेले आफ्नो चरित्र आफ्नो व्यक्तित्व जस्तो छ त्यही अनुसारको विषय गर्ने हो। म ठ्याक्कै भन्नुपर्दा मैले जानकारी नपाएको विषय भयो। यदि यस्ता घटनाहरू भएका छन् भने यसको चाहिँ हामीले निर्वाचन आयोगलाई ध्यानकर्षण नै गराउनुपर्छ। अनि जो हिजो अस्ति चाहिँ जो दुर्गा प्रसादलाई पक्राउ गरियो नि, लोकप्रियता हुन सक्छ। बढ्दो लोकप्रियताका कारणले गर्दा कसरी एकअर्कालाई ड्यामेज गरौँ एक अर्कोलाई ड्यामेज गरौँ भन्ने प्रवृत्ति हुन सक्छ। जस्तो दुर्गा प्रसादलाई पक्राउ गरियो नि, उहाँलाई चाहिँ अभिव्यक्ति चाहिँ चुनावको विरुद्धमा अभिव्यक्ति दियो भन्ने कुरा छ। तर तपाईँहरूले हिजो एउटा विज्ञप्ति जारी गरेर पनि त्यस विषयमा स्पष्टीकरण दिनुभएको छ। के लाग्छ तपाईँहरूलाई कमजोर बनाउने उद्देश्यले गरिएको जस्तो लाग्छ यो कुरा? अब अभिव्यक्ति स्वतन्त्रता छ यो देशमा हैन। त्यसको सम्मानको लागि पनि उहाँलाई चाहिँ रिहाई गर्नुपर्छ भनेर पार्टीले माग गरिसकेको छ। पार्टीको आधिकारिक विज्ञप्ति आइसकेको छ। कुनै व्यक्तिले फरक विचार राख्यो भन्दैमा त्यसलाई निषेध गर्ने त्यसलाई चाहिँ कानुनी दायरामै ल्याउने भन्ने कुरा ठिक होइन। यस किसिमको जुन उहाँलाई पक्राउ बारम्बार गरिराखिया छ त्यो कुरामा चाहिँ हामीले सरकारको गम्भीर ध्यानकर्षण गराएका छौँ हिजो विज्ञप्ति मार्फत। उहाँ रिहा हुनुहुन्छ भन्ने मैले अपेक्षा गरेँ। तपाईँहरूले जस्तो अभिव्यक्ति भन्दा पनि फरक मत राख्नेहरूलाई निस्तेज गर्नको लागि कमजोर बनाउने उद्देश्य, फरक विचार राख्नेलाई निषेध गर्ने अभ्यास त हामीले धेरै पहिलादेखि देखिरहेको छौँ। त्यसैको कारणले गर्दा 30 वर्षदेखि राप्रपा चाहिँ यो फरक कित्तामा उभिएर हैन राष्ट्रवादी कित्ताको विचार लिँदाखेरि धेरै ठाउँमा हामीलाई अहिले पनि तपाईँले हेर्नुभयो भने मेन स्ट्रिम मिडियाले हाम्रो उम्मेदवारहरू जित्ने उम्मेदवारको समेत तपाईँको चाहिँ कसले जित्छ भनेर अब उम्मेदवारको फोटो नाम हाम्रो चिन्है नराखिकन त्यस्तो किसिमको पनि मिडिया ट्रायल भएको हामीले देखिराखेको छौँ हैन। अब उहाँहरू हाम्रो एजेन्डासँग त्रसित हुनुहुन्छ किनभने हामीले विदेशवादको एजेन्डा लिएको छैनौँ। त्यसले गर्दाखेरि हाम्रा विचार हाम्रो उपस्थिति जनतामाझ हाम्रो लोकप्रियतालाई जतिसक्दो निषेध गरौँ भन्ने रणनीति त देखिन्छ प्रष्टसँग। तर यसपटकको निर्वाचनमा जनताले यो कुराहरू मनन गरेका छन्। त्यसैले गर्दाखेरि मिडियाको मेन स्ट्रिम मिडियाले नभए पनि हामी विभिन्न जस्तो अनलाइन युट्युब मिडियाको माध्यमबाट र सामाजिक सञ्जालको माध्यमबाट हामीले सक्दो मेहनत गरिरहेका छौँ।